होइन स्कुटरले जाने टाढा छ क्या यहाँबाट टाढा छ हामीलाई हिँडेर 1 घन्टा लाग्छ फेरि यस्तो हो नि त नि मेन्डी कहाँ छ भयो कहाँ देखाउँछ अनि ग्लोभ्स चाहिँ यहाँ छ अनि अब चाहिँ म मम्मीलाई मेन्डी लगाइदिन्छु आउनु ल हजुर हस् आमा हस् मेहन्दी लाउने मम्मीले ल त्यो कसरी मुछ र अनि कालो गोबर किन आउनु पर्यो फेरि माथि टोक्ने यसरी चलाउँदा हातमा अब भात पाक्नै छ तरकारी पाक्नै छ बाउलाई पनि ल्याइदिनु त्यो गर्दा 1 घन्टा लगाइहाल्छ 1 घन्टामा पखाल्न मिल्छ भुटान जाने दामा जान्नु होला तौलिनु गाडी जान्छ जान्छ एकैचोटि हुन्छ तरकारी पकाउनु चिसो हुने त पहिले भन्नु पर्थ्यो नि कपाल नलाग्थ्यो न त लगाइदियो मम्मीले मलाई ढिलो उठ्यो भन्नु भएको थियो तर बुनुले साबित गरिदियो कि म चाँडै उठ्छु भनेर 8 बजे उठ्या थिएँ तिमी कति बजे उठ्यौ अहिले कति बजिरहेको 9:30 होला कहाँ बज्छ 9:30 10 त अघि नै बज्यो मेहंदी लगा के रखना डोली सजा के रखना छोरो आछ बल्ल बल्ल घरमा खाना खाएर जाने कहाँ हो रामकोट ओके वा हाम्रो मुसुर होइन ठिक छ कति राम्रो सुहाएको छ केमा भोट हालेर आउनुहुन्छ त नि त्यहाँ गएपछि थाहा हुन्छ भन्न हुँदैन जुन चुनाव चिन्ह राम्रो हो त्यहीमै हालिदिने हो अनि ढोकेर है ल ल हिँडियो अमूल्य मतदान गर्ने भोट हालेर आइयो ल आज धेरै लामो सङ्घर्ष गरेर लाइन बसेर बटालेर आयो पुरा 2 घन्टा लाइन बसेर 2 घन्टै बस्नु पर्यो 2 घन्टा बसेर तपाईहरु गएदेखि सुत्न थालेको भाँडै मान्दा बिर्सेछ के म खाजा बनाउँछु तिमी भाँडा मान्छौ तपाईले रुखलाई भोट हालेर आउनु भयो के हो यो ऊ होइन त के हो रे यो छोकडा खजुर अनि नफलेपछि के के को काका मलाई के थाहा हजुर कोप के छ कोप जिगा त बुनु त्यही यसो गरेर त्यो डेट गएको छ उ यता छ बुढा यता सारेर यता तिहारमा ल्याएर 3 महिना डेट हुन्छ यसरी गइहाल्छ बहुत छोड्दै डेट गएको डेट गएको छ त्यो टोयलेट सफा गर्न हुन्छ जिगा टोयलेट सफा गर्छ है यो घरि पठाइदिनु भरि पठाइदिए यसको डेट हेरेर त मान्छे यता ए भगवान म्यानुफ्याक्चर डेट 25/10/11 भनेपछि अहिले 26/3/5 कहाँ 5 महिना हुन्छ अनि एमएफसी डेट चाहिँ 6 मन्थ हो एडिट भइसक्यो गइसक्यो अब के टोयलेट सफा गर्ने यसले अब यसले होइन कोकले त दामी हुन्छ हर्पिकले जस्तै हो कोक ए हो फ्यान्टाले हुँदैन फेन्टा चाहिँ हुँदैन होइन हुन केमिकल उस्तै हो कहाँ यसमा यसको त केमिकल सुगरको मात्रा बढ्यो यसको केमिकल र कोकको केमिकल धेरै डिफ्रेन्ट छ कोक भएदेखि टोयलेट सफा नहुन्थ्यो फेन्टा त डेट भयो भने फेन्टा चाहिँ खानु तपाईँ कोक मन पर्दैन कोक त खान सक्दैन
यहाँ मैले त्यो ठुलो चाहिँ यहाँ छ यहाँ छ कि हेर न ल कहाँ राखेर यही कहाँ प्रोपर राखेको खोल्यो जिम्न भनेको के सानो सुनको टुक्रा सुनको टुक्रा तिमीले भर्खर मलाई जे भने मलाई त्यही भन त के भन्छ अरे मेरो बेस्ट फ्रेन्डले होइन 6 वर्षदेखि भएको बेस्ट फ्रेन्डले कहाँ स्कुलकै हजुरको सबै भ्लग हेर्छ उसको नाम के हो इभा भट्टराई इभा फोटो इन्स्टामा स्क्रिनसट नि भएछ मलाई के भने देखाउ त मामाको भ्लगमा ओके इभा थ्याङ्क यू फर वाचिङ द भ्लग बुतुलको उफ्रिनु न तपाईँको वेट कति 65 ल है आमा छोराले त्यो रोडीको टास्क गरे त बन्जी जम्प चाहिँ गर्नुहुन्थ्यो है तपाईँलाई बन्दी जम्प गर्न मन लाग्यो गर्नु मन छ भोटेकोसीमा गएर भोटेकै खुसी भनेको अन्नजीको भोटेकोसी भनेको तातो पानी जाने बाटोमा हो क्या तातो पानी त्यो चाइनाको बोर्डर तातो पानी जाने बाटो त्यहाँनिर छ पोखरामा पनि छ बन्जी जम्प पैसा तिरेर अनि बन्जी जम्पको टिकट काटेर अनि बन्जी जम्पको पुलमा आउँछ अनि त्यहाँबाट त नमानेर बन्जी जम्प टिकट गर्ने पर्छ हुन्छ मेरो पैसा गयो जाओस् म गर्दिनँ मलाई डर लाग्यो झन् उसलाई हताउनलाई होइन उसलाई पनि टिकट काट्नु टिकट काटेपछि गर्नै पर्छ गरे त्यो मान्छेले गर्नु पैसा फिर्ता त्यो जाओ जस्तो हो त्यो एकचोटि हाम फालेको मतलब कति भेट लिँदो रहेछ नि 10,000 मिनिमम 10,000 10,000 हो र अब दुईजनासँग गयो भने 20,000 त सुरुमा चाहिँ 7,000 तलतिर गएपछि मजा हुन्छ शान्तिले गर्नुभयो सर्दिनले पनि गर्नु कहाँ गर्नुभयो गरे छ पोखरामा हो नि अनि फोटो स्क्याप लाग्यो नि ए हो र त्यो पनि ल अब स्काई फ्लाइ भने त्यो यस्तो डोरीबाट त्यो सर्र गुडेर आउने उडेर मुझे मलाई कस्तो राम्रो लाग्यो प्याराग्लाइडिङ के त्यो चाहिँ झन् डेन्जर डाँडाबाट यस्तो दौडिँदै केही गर न सर त्यो त डेन्जर लाग्छ मलाई त्यो चाहिँ त्यति टोक्ने अब रिजल्ट कहिले आउँछ भोलि बेलुका पर्सि पर्सिसम्म आइपुग्ला अब अहिलेबाट गर्ने 48 72 घन्टा कि 48 घन्टा रिजल्ट दिन्छ भने हैन म मामा घरमा त होइन म पोखरामा छु खाली त्यसो भने है किन बाबालाई प्रेम गरे हामी उलु त साथीसँग पोखरा जान लाग्छ उसको घर जाने मसलाई भनेर गफ लागिदिएको थियो अनि गाई हाट खानहरू क्या हो गाई हाट खानहरू